हिँड्दा पनि पर हिँड्थे। त्यो असहजताका कारण मैले बुझ्न सकेको थिइनँ। मलाई ऊ आफूबाट अलिक टाढा हुन खोजे झैँ लागिहाल्थ्यो, तर उसको त्यो व्यवहारको प्रतिक्रिया दिइहाल्न पनि मन लागेन। 2-4 दिन बित्यो। एक दिन एसटी सरले खाजा ब्रेकपछि कम्प्युटर ल्याब जानुपर्ने बताए। क्यान्टिनबाट वर्षा र म ब्रेक सकिन लाग्दा मात्र कक्षामा फर्कियौँ। कक्षानेर पुग्दा सबैजना ल्याबतिर हिँडेका रहेछन्। पहिलो दिन भएर होला सबैलाई ल्याबमा पुग्न हतार थियो। कक्षामा पुगे हामीले पनि कापी झिक्यौँ र ल्याबतिर फर्किन लाग्यौँ। म र वर्षा बाहेक कक्षामा कोही पनि थिएन। ढोकानेर पुगेपछि मैले वर्षा सुन त भने। मभन्दा अगाडि रहेकी वर्षा पछाडि फर्केर के भयो भनी। तिमीलाई के भएको छ? मतलब तिमी किन टाढा हुँदैछौ? मैले उसका आँखामा हेर्दै सोधेँ। म कहिले टाढा भए? तिमी फेरिएकी छौ वर्षा? मैले केही बिराएँ। निशायुक्त आवाजमा सोधेँ। तिमी के भन्न खोज्दैछौ आकाश? तिमीलाई थाहा छ म के भन्न खोज्दैछु? अनि त्यति सानो कुरामा यस्तो अनुहार लगाउनु पर्छ त? उसले त हाँसेर पो भने। सायद मेरो मुहार त्यतिन्जेलसम्म बदलिसकेछ। तिमी टाढिनु मेरा लागि सानो कुरा जस्तो लाग्छ तिमीलाई? आकाश, म टाढिएकी छैन, मात्र अरूका अगाडि तिमीसँग नजिकिन चाहन्न। त्यस्तो किन? म अरूले तिमी र मलाई सँगै देखुन् भन्ने चाहन्न। घर नजिकैका एकजना दाइ पनि यही कलेजमा पढ्छन्। उसको कुराले म ट्वाँ परेँ। त्यही भएर पो त तिमीले यस्तो व्यवहार गरे कि? तिमीलाई किन जस्तो लाग्छ? उल्टै प्रश्न गरी। पहिले भनेकी भए के हुन्थ्यो? तिमीले पनि त पहिले सोधेको भए हुन्थ्यो नि। थोरै हाँस्दै भनी। जाउँ अब, ढिलो भइसक्यो। उसले ढोकातर्फ फर्कँदै भनी। ढोकानेर बढेकी वर्षाको हात समाएर मैले उसलाई आफूतिर ताने। उसले आँखा ठुला ठुला पार्दै मलाई हेरे। मैले उसलाई कस्सेर अँगालोमा बाँधेँ। आकाश, के गरेको? उसले सानो स्वरमा मेरो कान्नेर भनी। मैले केही जवाफ दिइनँ। उसलाई अँगालोमा कसिरहँ र उसको कपालबाट आइरहेको वासनालाई महसुस पुग्ने गरी आफूभित्र हालिरहेँ। आकाश कसैले देख्छ, ऊ साउती गर्दै थिए। मलाई आफूबाट टाढा नराख वर्षा, म पागल हुन्छु। म उसको कानैनेर सासले बोलिरहेको थिएँ। एकै पल अँगालोमा बसेपछि उसले मलाई अलग्याएर दायाँ हातले मेरो गर्दन तानेर गालामा हल्का चुप्पा गरे। मायालु नजरले मेरो आँखामा हेरी अनि मुसुक्क हाँस्दै भनी, अब जाउँ। मैले उसलाई हेरी मात्र रहेँ। ऊ मुस्कुराउँदै बाहिर निस्किए। ल्याबनेर पुग्दा मलाई 2-3 मिनेट पछि मात्र ल्याबमा आउन भनेर लुसुक्क ल्याबभित्र छिरे। म ल्याबभित्र छिर्दा वर्षालाई एउटी केटीसँग बसेको देखेँ। उसको छेउमा खाली कम्प्युटर थिएन। अन्तै गएर बसे। सर ल्याबका नियमहरू सम्झाउँदै थिए। म भने पछिल्ला केही दिनहरूमा वर्षाका बारेमा आफूले सोचेका कुरा सम्झिँदै थिएँ। मैले कति धेरै कोडबाट वर्षाको व्यवहार बुझ्ने प्रयास गरेको थिएँ। वर्षाले आफूलाई टाढा राख्न खोजे कि भन्ने लागेर साँच्चै पागल जस्तो भइसकेको थिएँ। तर कुरा त अर्कै रहेछ। धत, के सोचेछु? आफूले वर्षालाई त्यो हदसम्म सोचेकामा म अचम्मित थिएँ। साँझ वर्षाले केही भन्नु अघि म आफै टेम्पो चढ्न गएँ। ऊ मुसु हाँस्दै टेम्पोभित्र छिरी र मेरो छेउमा आएर बसी। ऊ बेला बेलामा मेरो अनुहारतिर हेरिरहन्थे। मैले जानाजान उतिर हेरिनँ। नयाँ बानेश्वर चोकमा म ओर्लिन लाग्दा उसले मुसुक्क हाँस्दै सानो स्वरमा बाई भने। थाहा थिएन कसरी परिवर्तन आउँथ्यो वर्षामा। अघिल्लो दिन टेम्पोमा सँगै बस्दा पनि लाज माने जस्तो गर्ने उसले त्यस दिन भने गुड बाई किस दिउलाजै गर्दै थिए। भक्तपुर जाने गाडी चढेपछि म मनमा कुरा खेलाउँदै बसेँ। वर्षाले घर नजिकको केटोको कारण त्यस्तो व्यवहार गरेको भनेर सुरुमै किन भनिन? किन मैले नसोध्नुजेल पर्खेर बसेँ? मैले पहिले नै सोध्न सक्थेँ नि भन्छे। उसले भनेकी भए चाहिँ के बिग्रिन्थ्यो? के ऊ कसको परिवर्तित व्यवहारप्रति मेरो प्रतिक्रिया जान्न चाहन्थे? के टाढा भइदिँदा मैले के गर्छु भनेर हेर्न चाहन्थे? थाहा थिएन र मैले के सोच्नेछु भनेर। तर पनि किन यसो गर्थे वर्षा?
किन बारम्बार मेरो परीक्षा लिइरहन्छे। उसलाई त मजा आउँदो आफूलाई प्रेम गर्ने केटोले मरिहत्ते गरेको देख्दा। तर मलाई कस्तो हुन्छ भनेर किन सोच्दिनँ। मोरी अझ किस गर्छे, त्यो पनि गालामा। रिस मात्र उठाएकी भए टोकिदिन्थे। ओटसोट खुब जान्ने बन्छे। फेरि एकैछिनमा कति मायालु नजरले हेर्छे। आफ्नो यो मन बनाउँदो पनि सम्हालिएको भए हुने नि। केही दिन मैले पनि बाल दिएको भए आफै टाँसिन आउँथी होली नि। केलाई रुन्चे बच्चा जसरी अनुहार बिगार्नु परेको मलाई पनि। हत्तेरी रुन्चे नै भन्ठानी होली। या के टाउको दुखाउनु, आफ्नै वर्षा त हो नि। उहाँ रोएको भए पनि उसैका लागि त हो, बुझिहाल्छे नि। बरु दङ्ग चाहिँ पर्छे होली मोरी, मक्ख पर्ली यस्तो केटो पाए भनेर। केटीहरूले कुरा बुझ्न अलिक गाह्रो। माया गरे भाउ खोज्ने, नगरे किन नगरेको भनेर ठुस्किने। तर वर्षा त त्यस्तै छैन, अरूभन्दा फरक छे, नक्कली। मैले 2 महिनामै अन्त आँखा डुलाए कि भनेर चेक गरेकी होली। जानेको गरोस् मलाई बाल। बरु को रहेछ त्यो घर नजिकको केटो, त्यसलाई भेटे भने त्यसको ढाड भाँच्थे। हुन त कत्रो छ कुन्नी, मेरै ढाड पो भाँच्ने हो कि। यस्तै कुरा सोच्दै म कोठामा पुगेँ। अघिल्लो दिनको जस्तो तनाव थिएन। वर्षालाई लामो समयपछि अँगालोमा पाएकाले मन शान्त अनि खुसी थियो। त्यसैले बाहिर नगई कोठामै पकाएर खाएँ। खाना खाएपछि वर्षासँग अघि पछि झै सामान्य कुरा गरेँ। 2-4 दिन यता राम्ररी निद्रा परेको थिएन। निद्रा नपर्नुको कारण त्यो दिन सकिएकाले बेलैमा सुत्ने विचार गरेर केही बेरको कुराकानीपछि उसलाई गुड नाइट लेखी पठाए। उसले पनि गुड नाइट नै लेखे। त्यसपछि मोबाइल बन्द गरेर सुते। निद्रा पनि कस्तो लागेको, एकछिनमै करिब निदाइसकेको थिएँ। तर मोबाइलले मेसेज आएको सङ्केत गर्यो र म भिउजिएँ। मेसेज वर्षाकै थियो। यदि मैले चाहेछु भने पनि सायद म तिमीलाई आफूबाट टाढा राख्न सक्दिनँ होला आकाश। मोरीले फेरि निद्रा बिगारिदिए। त्यसपछिका केही दिनहरूमा म आफै वर्षासँग चाहिने भन्दा बढी नजिक भइन। हामी दुवै खुसी थियौँ। मलाई थाहा थियो उसको मनमा के छ भनेर। त्यसैले उसले अरूका अगाडि मसँग मात्र एक मित्रको व्यवहार गर्दा मलाई कुनै समस्या भएन। एक दिन कक्षामा सरले पढाइरहँदा वर्षाले हामी बीच राखेको उसको झोला मैले आफ्नो छेउतिर सारेर उसको नजिकै गएर बसेँ। उसले मलाई आँखा तरेजै गरी। मैले हाँस्दै त्यो केटो यो कक्षामा त छैन नि, किन डराएकी भने। ऊ खिस्सा हाँसी र ध्यान सरतर्फ दिए। अर्को दिन क्यान्टिनमा हामी खाजा खाँदै थियौँ। म चाउमिन खाँदै थिएँ भने वर्षा मोमो खाँदै थिए। मैले वर्षाको प्लेटबाट एउटा मोमो झिकेर क्वाप्प मुखमा हालेँ। वर्षाले तब पनि मलाई आँखा तरी। खोइ तिम्रो त्यो दाइ यहाँ क्यान्टिनमा छ र? भए देखाउ त को रहेछ। मैले गुन्डाले भने चाहिँ नाटक गरेर भने। खुरुखुरु आफ्नो प्लेटको खाऊ है, अर्काको मोमो नचोर। वर्षाले पनि मेरो सिको गर्दै भने। उसले बोलेको देखेर म हाँसेँ। ऊ पनि हाँसो लुकाउन खोज्दै हाँसी। साँझ घर फर्किँदा सोधे, साँच्ची तिम्रो घरनेरको केटो के पढ्दो रहेछ? किताब। वर्षाको जवाफ। मेरो मतलब कलेजमा कुन विषय पढ्ने रहेछ? सिभिल इन्जिनियरिङ। कुन सेमेस्टर? तिमीलाई किन यति धेरै चासो? त्यो केटीसँग फाइट खेल्नु पर्यो के? नाटकीय शैलीमा भने। तिमी जस्तो फिस्टेलाई त उसले दरो गोज्छ। उसले मलाई फिस्टे भनेको मन परेन। के रे, आफ्नो घरनेरको दाइ भन्दैमा यति साह्रो बयान नि गर्नु पर्दैन। यो ज्यानमा कति बल छ, फाइट खेलेकै दिन थाहा पाउली। अनि मायाले महलपट्टि गर्नु आफ्नो दाइको। त्यो मेरो दाइ चाहिँ होइन ल, आँखा घुमाउँदै भने। अघि त खुब दाइ भनेर उक्रिँदै थियो त। घरनेरको केटो पो भन्न खोजेको त। आफ्नै दाइ हो र? ए त्यसो भए त झन् गोज्छु त्यसलाई। भन त कुन सेमेस्टरमा हो? हाँसिरा भने। थाहा छैन कुन सेमेस्टर हो। अस्ति दसैँमा कुरा गर्दा तेस्रो वर्ष सकेको भने जस्तो लागेको थियो। तेस्रो वर्ष सकिएको रे? किन डर लाग्यो? ए गुड, मैले हाँस्दै भने। के भयो? तिमीलाई तेस्रो र चौथो वर्षका कक्षाहरू बिहान हुने अनि पहिलो र दोस्रो वर्षका कक्षाहरू मात्र दिउँसो हुने कुरा थाहा थिएन? मैले निकै उत्साहित हुँदै भने।
मेरो कुरा सुनेपछि हलुका हाँस्दै भने, अब थाहा भयो। हत्तेरिका, यत्रो दिन तिमी त्यसै डराएर बाँच्यो। पहिले भनेको भए कुरै सकिने रहेछ। फोकटमा तनाव मात्र भएछ। मैले मुख बिगारेँ। वर्षा हाँसी मात्र। अब त सकियो नि होइन? मैले सोधेँ। के? ओन्ली फ्रेन्डवाला नाटक? हाँस्दै भने। तिमी फ्रेन्ड नभएर के हो त? उसले पनि हाँस्दै सोधी। त्यो त तिमीलाई नै थाहा होला मिस बर्खा, उसको शैलीमा भने। मेरो नाम वर्षा हो, बर्खा होइन, मिस्टर आकाश। उसको स्वर लम्ब्याई। स ह क्षेत्रज्ञ। मैले सलाई ख उच्चारण गर्दै सुनाएँ। ल मिस्टर नेपाली सर, धेरै नकराउ। उसले हाँसी र कुराको बिट मार्न खोजी। शङ्खमूल पुलपछि पुल छेउैको चिया पसल अगाडि पुगेपछि चिया खाने कि भनेर सोधे। ल धेरै जान्ने हुनु पर्दैन, त्यो केटा जहाँ पनि हुनसक्छ। मैले मुख बिगारेँ। आज नखाने, हिँड चुप लागेर, अर्को दिन पिउला। ऊ जान्ने बनिहाली। त्यस दिन हामीले चिया खाएनौँ र पिएनौँ पनि। म ट्याम्पोभित्र छिर्न लाग्दा वर्षाले सडक पेटीमै उभिएर बाई भने। तिमी नजाने? मैले सोधेँ। आज म हिँडेर जान्छु भन्दै ऊ मुसु हाँसी। म निकै खुसी हुँदै ट्याम्पोबाट ओर्लिएर हामी नयाँ बानेश्वर चोकसम्म हिँडेर गयौँ। नयाँ बानेश्वर चोक पुगेपछि मैले हातको घडीमा समय हेरेँ। मैले समय हेर्दै गर्दा वर्षाले घाँटी सफा गरे जस्तो गरेर नाटक गरे। मैले उसको मुहारतिर हेरेँ। ऊ मुसु हाँस्दै थिए। मैले कुरा बुझिनँ र के भयो भने उसले मेरो हाततिर इसारा गरी र उसले उपहार दिएको घडीका बारेमा कुरा गर्न खोज्दै रहेछ। यो त मेरो सबैभन्दा मिल्ने साथी हो, मैले हाँस्दै भने। वर्षा फिस्सा हाँसी। मैले हातको त्यो घडीलाई वर्षाकै अगाडि चुमेँ। मैले घडीलाई माया गरेको देखेर वर्षा निकै खुसी देखिए। भोलिपल्ट कलेजबाट फर्कदा चाहिँ हामी त्यो चिया पसलमा छिर्यौँ। पसलभित्र प्राय कलेजकै विद्यार्थी देखिन्थे। एउटा टेबलमा रवि र निशा पनि रहेछन्। म वर्षाले सहज महसुस गरोस् भने चाहन्थे। त्यसैले सिधै रविहरू बसेकै टेबलमा गएर बसे। रविले इन्जिनियरिङ पढाइ कस्तो लागिरहेको भनी सोध्यो। मैले ठिकै लागिरहेको सुनाएँ। निशाले भनी चाहिने नचाहिने पढ्नुपर्ने भएर झ्याउ लाग्न थालेको बताए। वर्षालाई मैले के खाने त भनी सोद्धा रविले यहाँको अन्डा चना दामी छ भनेर सुनायो। मैले ए हो र, त्यसो भए त्यही खान्छौ नि त भन्दै वर्षातिर हेरेर हाँसे। ढोकानेर रहेको काउन्टरमा गई आफ्ना लागि अन्डा चना र वर्षालाई चना मात्र मगाए। साथमा 2 कप चिया पनि भने। केही बेरको कुराकानीपछि हाम्रो अर्डर आइपुग्यो। वर्षा भेज हो कि क्या हो? निशाले वर्षाको प्लेटमा हेर्दै सोधी। निशाले असम्म मान्दै सोधेको देखेर मलाई हाँसो उठ्यो। वर्षाले निशालाई हो भन्ने इसारामा टाउको हल्लाएर यसमा हाँस्नुपर्ने कुरा के छ भनेर मलाई सोधी। छैन केही पनि, किच्चा दाँत देखाउँदै मैले भने। रवि र निशाले हामीलाई रमाइलो मान्दै हेरिरहे र त्यसरी नै हामी चिया पसलमा गइरहन थाल्यौँ। चिया गफमा सागर र रिचा पनि जोडिए। पसलभित्र हामी 6 जनाको हल्ला खल्ला ठुलै हुन थाल्यो। सागर कलेज मोटरसाइकलमा आउँथ्यो र घर फर्कदा रिचा सागरसँगै जान्थे। निशा र रवि पाटन हुँदै घर फर्कन्थे। त्यसैले नयाँ बानेश्वरसम्म वर्षा र म मात्र हुन्थ्यौँ। मलाई वर्षासँग मात्र हिँड्दा मजा लाग्थ्यो। कलेजमा अरूका अगाडि नगरेको कुराकानी हामी त्यही बेला गर्थ्यौँ। त्यसरी कुरा गर्दै हिँड्दा वर्षा पनि रमाइलो मान्थे। सागर मलाई विनोदको झल्को दिन्थ्यो। ठ्याक्कै विनोदकै जसरी हावा कुरा गर्थ्यो। वर्षालाई पनि त्यस्तै लाग्दो रहेछ। खोइ के कारणले भनौँ उस्तै खालका मान्छे हाम्रा साथी बन्थे। हुन त चुम्बकबाट फलाम नै टाँसिने हो न। हामी पनि विनोदहरू जस्तै पो थियौँ कि। खासमा विनोद र सागर जस्ता मान्छे चुम्बकीय हुन्छन्। ख्यालठट्टा गरिरहने र उनीहरूसँग जोडिन सजिलो हुन्छ। धेरैलाई उनीहरू जस्तै रमाइला मान्छे मनपर्छन्। उनीहरूसँग संवाद सुरु गर्न नबोल्ने मान्छेहरूको जस्तो अप्ठ्यारो हुँदैन। त्यसैले मेरो सङ्गत विनोद जस्ता मान्छेहरूसँग बढी हुन्थ्यो। नबोल्ने वा घुसखुसे मान्छेसँग त म नजिकिन पनि खोज्दिनथे। वर्षालाई पनि त्यस्तै मान्छे मन पर्दो रहेछ। त्यसमाथि सागरलाई पनि फुटबल खेल्न मनपर्ने रहेछ। मेरो दोस्ती त हुने नै थियो।
एक दिन चिया पसलमा कुरा गर्दै गर्दा सागरले वर्षा र मलाई तिमीहरू रिलेसनमा हो भनेर सोध्यो। उसको प्रश्न अवाक बनायो। वर्षाले केही बोल्नु अघि मैले नै किन भनेर सोद्धा उसले हो कि भनेर सोध्या भन्यो। हामी मिल्ने साथी मात्र हो भनेर मैले भने र उसलाई तिमीहरू नि भनेर सोधे।